हेलो साथीहरू, गुड मर्निङ। अनि सबैजना सन्चै हुनुहुन्छ होला है। अनि के गर्दै हुनुहुन्छ? आज चाहिँ म चाहिँ ड्युटीमा जान लागेको। अब खाना बनाउने है। खाना बनाउनको लागि प्याज काट्दैछु म चाहिँ। भर्खर उठ्दैछु साथीहरू। के गर्नु, विदेशको ठाउँमा यस्तै छ। अब के गर्नु, गाह्रो छ नि। टाइममा उठ्नुपर्छ, टाइममा खानुपर्छ, टाइममा हिँड्नुपर्छ, हरेक कुरा टाइममा गर्नुपर्छ। यहाँनिर चाहिँ गाह्रो छ हो साथीहरू। गयो अर्काको ठाउँमा गाह्रो छ नि साथीहरू है। आज चाहिँ म भिडियोहरू चाहिँ अहिले अब भरै ड्युटीमा पुगिसकेपछि र काम गरिसकेपछि चाहिँ म अर्को कामको बारेमा तपाईहरुलाई भिडियो बनाउने छु एउटा है। अब के गर्नु, मान्छेको कस्तो भने अब भाग्यमा जे लेखेको छ त्यही भोग्नुपर्ने रहेछ साथीभाइहरू है। मेरो भागमा त्यस्तै लेखेको रहेछ है। तपाईहरुको भागमा चाहिँ कस्तो लेखेको छ कुन थाहा भएन, तर मेरो भागमा यस्तो रहेछ। म चाहिँ यहाँ यस्तो काट्न गइरहेको छु साथीभाइहरू। हेर्नु त, प्याज र यो काट्न गइरहेको छु है। भगवानले लेखिदिएपछि त्यही गर्नुपर्ने रहेछ साथीभाइहरू है। काम अब यस्तै छ काम भन्ने कुरो है। मेरो त प्याज पनि बिग्रिन लागेछ। अब म चाहिँ साथीभाइहरू होइन, म चाहिँ कस्तो खालको मान्छे भने नि, म चाहिँ जस्तो छु त्यस्तै देखाउने बानी छ क्या मेरो चाहिँ। अलिकति अब यसो हाइफाई यस्तो त्यस्तो देखाउने बानी छैन मेरो चाहिँ। जे छ त्यस्तै देखाउने हो साथीभाइहरूलाई होइन। साथीभाइहरू किन साथीभाइहरूलाई ढाट्ने झुकाउने त्यस्तो गर्नुहुन्न है। आज चाहिँ चटपट प्याज काट्दैछु। प्याज काटिसकेपछि टक्क पहिले चाहिँ आज म सब्जी बनाउँछु। त्यसपछि मात्रै खाना। यहाँ दुईटा चुल्हा छ, एउटामा सब्जी बसाउने, अर्कोमा खाना बसाउने, छिटै हुन्छ। अब यस्तो हो नि त साथीभाइहरू। नेपालमा अब भएको भए त साथीभाइहरूसँग काम गरिन्थ्यो, घुमिन्थ्यो, हिँडिन्थ्यो, दिन काटेको थाहै हुँदैन थियो हो। अब विदेशमा आएपछि कस्तो हुँदो रहेछ भने साथीभाइहरूले खुट्टा तान्छ क्या। अनि गाह्रो छ नि। अब नेपाली भएपछि अब नेपालीहरूले पनि खुट्टा तान्दो रहेछ। ड्यूटी चल रहा है यहाँ से क्या बोला है? ड्यूटी में नहीं ईस्ट से अभी आया। कितना बजे गया? लगभग 5 मिनट 10 मिनट हो गया। यस्तो चाहिँ साथीभाइहरू। म चाहिँ होइन काट्दैछु। अब गाह्रो छ हो। नेपालमा भए चाहिँ अब होइन साथीभाइहरूसँग बोल्यो हाँस्यो
अब त्यतिकै दिन काटिन्छ। तर यहाँ चाहिँ त्यस्तो नहुने रहेछ क्या। अब काम भन्ने कुरो चाहिँ होइन, अब गाली खाँदै काम गर्नुपर्छ हो साथीभाइहरू। म चाहिँ के भन्छु भने, हामी सबै विदेशमा दाजुभाइ दिदीबहिनीहरू होइन, अब 100%मा 8-10% त खुसी होला है, 8-10% खुसी होला, अनि अरू 10% चाहिँ खुसी होला। अब 90% जस्तो चाहिँ खुसी छैनौँ हामी होइन साथीभाइहरू। हामी कोही खुसी छ त, कोही खुसी छैन नि होइन। हामी खुसी छँदै छैनौँ है साथीहरू, कोही पनि। गाह्रो छ। अब के गर्ने भन्दाखेरि चाहिँ गाउँमै साथीभाइहरू, आफ्नै गाउँठाउँ, आफ्नै नेपाल होइन, केही गरौँ गएर आफ्नै ठाउँमा। हामी विदेशमा कोही खुसी छैनौँ है। अघि नै साथीहरू, के खुसी हुनुहुन्छ तपाईँहरू? हामी खुसी छैनौँ। अब के गर्नु, भाग्यले ठगेपछि त अब जानै पर्यो होइन। अब के गर्नु, आफ्नो परिवार खुसी गर्नु खुसी बनाउनु लागि त दुःख गर्नै पर्यो होइन साथीहरू। अब सानोमै बाबा मम्मीले हुर्काएर ठुलो बनाउनु भयो है। अब छोराछोरीको पालो हो। अब मम्मी पापाहरूले हेर्ने, फ्यामिली हेर्ने है। अब मेरो चाहिँ फ्यामिलीमा चाहिँ अब मम्मी पापा हुनुहुन्छ, अनि बहिनी हुनुहुन्छ है फ्यामिलीमा चाहिँ। अनि अब फ्यामिली खुसी बनाउनु लागि त दुःख गर्नु पर्यो होइन साथीभाइहरू। के गर्नु, नेपालमै पनि दुःख गरियो, धेरै दुःख गरियो, सानैबाट दुःख गरियो। 10 पढियो, त्यसपछि पढाइ पनि बिचैमा छोड्नु पर्यो। अब यस्तै छ साथीभाइहरू, दुःख होइन भन्ने कुरो चाहिँ आफ्नो ठाउँमा छ। अब परिवारलाई खुसी दिनको लागि जे पनि गर्नुपर्ने रहेछ भन्ने कुरा चाहिँ अहिले आएर भन्दा पनि पहिले पनि थाहा भएको, तर अझै धेरै चाहिँ अहिले आएर थाहा भयो है। अब कति अब थोरै भयो, अब कमाइ त खासै धेरै छैन होइन, थोरै भए पनि कमाउने हो। मेरो सपना चाहिँ यही मात्रै हो। मेरो सपना छ, अरू पनि थोरै ठुल्ठुलो सपनाहरू छ होइन, सानो सपनाहरू छ होइन। तर के भन्दाखेरि आफ्नो परिवारलाई होइन, आफ्नो परिवारलाई खुसी राख्नु सक्यो भने त्योभन्दा धेरै ठुलो खुसी म अरू चाहिँ ठाउँमा चाहिँ हुन सक्दिनँ। सबैभन्दा ठुलो परिवार नै हो होइन। अब अहिले चाहिँ बाबा मम्मी बहिनीहरूको लागि मात्रै जिम्मेवारी छ होइन, खुसी राख्नु, कमाउनु, मम्मी बाबाहरूलाई खुसी बनाउनु होइन। अब अहिलेसम्म त साथीभाइहरू सिङ्गलै छु होइन। अब त्यसपछि अब फेरि फ्यामिली बढ्छ, त्यसको लागि पनि सोच्नुपर्छ होइन। अहिले नै म चाहिँ सोच्दैछु, अब बिहे गरेको छैन, सिङ्गलै हो। बिहे गरिसकेपछि अब वाइफ हुन्छ होइन, घर परिवार मम्मी पापा वाइफ, त्यसपछि अब त अनुसार फ्यामिली बढ्दै जान्छ। अनि चाहिँ फ्यामिलीको लागि पछाडि फ्यामिलीको लागि के गर्न सकिन्छ कि भनेर चाहिँ अहिलेदेखि नै म चाहिँ एकदम लागि परिरहेको छु होइन। काम पनि सिक्दैछु, गर्दै पनि छु। अनि आज चाहिँ कतिपय साथीहरूलाई लाग्दो होला, यस्तो के सुनाइबसेको होला भन्नुहुन्छ होला होइन। तर होइन, कति अब भिडियो बनाउनु होइन, कति मिहिनेत गर्नु भनेर चाहिँ आफ्नो सुख दुःख पनि अब
सामाजिक अब सञ्जालमा युट्युब यस्ता टिकटक फेसबुक होइन एउटा प्लेटफर्म हो नि त। म चाहिँ त्यस्तो तरिकाले सोच्छु होइन, एउटा प्लेटफर्म हो। अनि यहाँनिर चाहिँ अब अलिकति केही बोल्यो भने अलिकति मनलाई शान्ति होइन साथीभाइहरू हुन्छ। त्यही भएर म चाहिँ त्यसरी सोच्ने गर्छु होइन। अब यस्तै छ अब बनाउँछु म बिस्तारै मेरो भिडियोहरू। अब म बिस्तारै सोच्दैछु म भ्लगहरू पनि बनाउँछु भनेर सोच्दैछु, अलि राम्रो होइन। म यति नै आशा छ साथीभाइहरूलाई मेरो युट्युब च्यानलमा चाहिँ अब सबैजना सब्सक्राइब गरिदिनु होला होइन। म पनि अब नयाँ हो, म पनि खासै पुरानो होइन, मलाई खासै बोल्नु पनि आउँदैन। अब केही कुरामा मिस्टेक भयो माफ गरिदिनु होला है। तर म चाहिँ अब अलिक पछाडि तपाईँहरूको लागि अलिक पछाडि चाहिँ भिडियोहरू लिएर आउनेछु, राम्रो भिडियोहरू। अब केही काम कसरी गर्नुपर्ने कामहरूको बारेमा मैले गरेको अनुभव, मैले गरेको कामहरू चाहिँ म तपाईँहरूलाई सेयर गर्नेछु। अब वेट गर्नुहोस् है। अब मैले 1-2टा त हालिरहेको छु मैले यस्तो काम गर्छु भनेर, तर अझै त्यो काम चाहिँ कसरी गर्ने भन्ने कुरो होइन, कुन तरिकाले गर्ने हो भन्ने कुराहरू चाहिँ म तपाईँहरूलाई बिस्तारै जानकारी दिनेछु है। धेरै गाह्रो छ साथीभाइहरू। अब हेर्दाखेरि चाहिँ हेर्दाखेरि चाहिँ एकदम अब सजिलो जस्तो देखिन्छ, तर त्यो काम गर्नको लागि चाहिँ धेरै गाह्रो हुने रहेछ। अब धेरै त्यो काम सिक्नको लागि धेरै सङ्घर्ष गरियो, मैले पनि धेरै सङ्घर्ष गरियो, धेरै ठाउँमा थप्पड खाइयो, धेरै ठाउँमा सङ्घर्ष गरियो है। अनि अहिले चाहिँ म धेरै दुःख सङ्घर्ष गरेर अहिले चाहिँ यो ठाउँमासम्म आइपुगेको छु। अब यहीँबाट अलिअलि केही अब गर्नु नसके पनि सिपहरू सिक्नु त्यसपछि अब थोरै बस्ने। अनि अब अर्काको ठाउँमा बस्नु त कसलाई मन छ त होइन साथीहरू। अब थोरै कामहरू सिक्ने, अझै थोरै भन्दा होइन अझै धेरै अब कामहरू चाहिँ अब अलिकति कस्तो भने कामहरू मजाले सिक्ने। त्यसपछि आफ्नै ठाउँमा जाने। साथीहरू हेर्नु त म चाहिँ सब्जी बनाउन लागेको छु है। अनि अब आफ्नै ठाउँमा जाने, हल्का सिक्ने, आफ्नै ठाउँमा जाने। त्यसपछि केही गर्ने हो साथीभाइहरू। आफ्नै देशमा, आफ्नै घरमा, आफ्नै फ्यामिलीहरूसँग बसेर, आफ्नै ठाउँमा बसेर केही गर्नुपर्छ है। अब धेरै साथीभाइहरू अब धेरै दुःख होइन, धेरै ठाउँमा ठक्कर खाँदै म चाहिँ यहाँसम्म आइपुगेँ। धेरै नै सङ्घर्ष गरेँ मैले चाहिँ, मेरो लाइफमा चाहिँ धेरै नै दुःख गरेँ है। धेरै भन्दा पनि धेरै नै साथीभाइहरू। अब सबै कुरा त अब भिडियोमा म तपाईँलाई भनेर सक्दिनँ होला होइन। अब सबैले नै दुःख गरेको हुनुहुन्छ, तर अब मलाई चाहिँ आज यस्तो कुराहरू गर्नु मन लाग्यो साथीभाइहरू। किन हो होइन, धेरै यस्तो कुराहरू गर्नु मन लाग्यो। त्यही भएर चाहिँ म आज तपाईँहरूसँग यस्तो कुरा गर्दैछु होइन। अब म चाहिँ आज चाहिँ मेरो चाहिँ आज ड्युटी 12 बजी छ है साथीहरू। ल बाई साथीभाइहरू, अर्को भिडियोमा भेटौँला। केही कुरा अर्को भिडियोमा गरौँला है। मेरो फोन आयो।